अब कस्तो भने नि अहिले फेरि प्रायः त्यो चाइनिज सामान रेडिमेडै आउनु थाल्यो क्या अब काठको काटिराख्ने नाउहरू बनाउँछु अनि यो पेन होल्डरहरू राख्ने कहाँबाट सिक्नु भएको तपाईहरुले यो सिप चाहिँ यही सिक्नु भएको हजुरले हजुरको शुभ नाम तपाई मिलन लिम्बू ए यस्तो मजाले बाँसलाई पहिला काटेर चोया बनाउनुहुन्छ ए अनि फेरि यसलाई यसरी यो यसरी चाहिँ फेरि तास्नुहुन्छ हजुर चिल्ल्यायो हजुर ए यहाँ रहेछ नि ए यसरी फुल बनाउनुहुन्छ हजुरहरू गजब रहेछ दिनमा कतिवटा बनाउनुहुन्छ ए हजुर 10-12वटा चाहिँ सक्नुहुन्छ है कति वर्ष भयो तपाईँले यो गर्दै गर्नु भएको चाहिँ ह्यान्डिक्राफ्टमा त भइसक्यो 7-8 वर्ष भयो है पहिला त हस्तकलामा नि काम गर्थेँ ए हजुर हजुर त्यहाँनिर पनि 4 वर्ष जस्तो गरेँ ए हजुर ए अनि त्यहाँ चाहिँ किन छोड्नु भएको अब कस्तो भने नि अहिले फेरि प्रायः त्यो चाइनिज सामान रेडिमेडै आउनु थाल्यो क्या अब काठको काटिराख्ने रेडिमेड ल्यायो अनि ए भनेपछि त्यो हस्तकलाहरूमा चाहिँ ह्यान्डमेड भन्दा पनि बाहिरकै होइन सस्तो पनि पर्यो हो त्यो आउने भएपछि तपाईहरु जस्तो सिपयुक्तले चाहिँ मार्का पर्यो होइन त यस्तो हातमा सिप हुँदा आउँदै पनि रोजगार पाउनु गाह्रो भयो त्यहाँ ठाउँमा ए भनेको ठाउँ जस्तोमा अब हुँदैन हुइलचेयरमा पनि हुँदैन हुइलचेयरमा जानुपर्छ हजुर व्हिलचेयरमा हुनुहुन्छ जन्म नै तपाईँको समस्या पछि के भएर भाइ पछि भन्दा केटाकेटीमा खोलामा नुहाउनु जाँदाखेरि लडेको लिन्थ्यो त्यतिकै बिरामी भएर 2-3 वर्ष जस्तो फलाइ पऱ्यो पछिबाट डक्टरले भन्दा अब पछाडि मिरुदण्ड हुन्छ ए भएर चाहिँ स्पाइनल कर्ड ए त्यस्तो चाहिँ भएको ए हजुरको घर चाहिँ कहाँ हो धरानी गाह्रो तपाईँ यहीँ बस्नुहुन्छ कि घर जानुहुन्छ घर भन्नाले यहीँ प्रायः यहीँ बस्नुहुन्छ कहिले काहीँ यसो जान्थ्यो हजुर ए हो ए यहीँबाट म्यारेज पनि गरेँ ए हजुर ए नानीहरू छ कतिवटा नानी 2टा नानी छ ए श्रीमती चाहिँ के गर्नुहुन्छ ए ए ए ल सरी म त सँगै हुनुहुन्छ होला भनेर नि ए नानीलाई चाहिँ तपाईँ हेर्दै यहाँ काम गर्दै बस्नुहुन्छ हजुर ए छोराछोरी कति वर्षको भयो तपाईँको ए ठुल्ठुलो पो रहेछ त नि हजुरको ए कति स्कुलमा पढ्नुहुन्छ स्कुल पढ्छ बाबुहरू ए ए ए ठिक छ भने जिन्दगी चल्दैछ जिन्दगी चलाउनु पर्छ नि होइन तपाईँसँग यत्रो सिप रहेछ होइन अब यो सिपलाई पनि तपाईँले प्रयोग गरेर होइन गरिहाल्न सक्नुहुन्छ त्यो तपाईँको त्यो एकछिन त्यो बन्द गर्नु हामी कहाँ थियौँ तपाईँको गीतले यहाँ अल्मलायो क्या भनेपछि जिन्दगी सहज तरिकाले नै चलिरहेछ जसरी चलाउनु त्यसरी चलाउनु पर्दैन नि जसरी चलाउनु सक्यो त्यसरी
अब सलक्कै हात खुट्टा भएका मान्छे पनि होइन अरूलाई दङ्ग्याइ घुर्क्याइ थर्काइ खाएर बसेका छन् होइन, केही नै नगरिकन त बसेका छन् नि त होइन। तपाईँ यस्तो हातमा सिप भएर यस्तो व्हिल चेयरमा बसेर पनि तपाईँ आफ्नो चाहिँ काम गरिराख्नु भएको छ। आफूले यो सक्ने काम, हजुर, ल्याउने काम सबै हुन्छ है। किनभने एकै ठाउँ बसिरह्यो भने आफ्नो शरीरलाई पनि यसो मार्का पर्छ। अब यताउति गरिरह्यो भने शरीरलाई पनि यसो एक्सर्साइज पनि हुन्छ। अब भनौँ न माइन्डलाई पनि अलिकति फ्रेस हुन्छ, माइन्ड फ्रेस पनि हुन्छ होइन। शारीरिक रूपमा यसो काम गर्दाखेरि मन पनि भुलिन्छ नि त होइन त। अनि यहाँ यो बेचेर चाहिँ के छ, संस्थामै पैसा रहन्छ होला? संस्था भन्दा पनि अब यहाँ कस्तो छ भने अब यहाँको अब सर पनि अब हो बित्नुभयो, भीमदाई पनि कस्तो। अब हामीलाई पनि यत्रो वर्ष उहाँले अब हेर्नुभयो, हेल्प गर्नुभयो होइन। हजुर, अब केही मात्रामा अब यहाँनिर अब संस्थालाई पनि हुन्छ, केही मात्रामा अब आफूलाई पनि पकेट खर्चहरू पनि यहाँ निकाल्नुहुन्छ है। दिनमा हजुरले कतिवटा सक्नुहुन्छ? कहिले अब कोही कुरो बसिराख्नु पनि सकिँदैन, अब बसिराख्दा पनि अब जिउलाई यसो मार्का पर्छ। अनि त्यो 6-7वटा जस्तो दिनमा 6-7वटा सक्नुहुन्छ है। मजाले गऱ्यो भने त 10-15वटा जस्तो सक्छ। 10-15 कसरी बेच्नुहुन्छ? यो हेरी हाम्रो 100 रुपियाँदेखि लिएर हजुर 200, 400। तपाईँ फुल मात्रै बनाउनुहुन्छ कि यसको अरू चिजहरू पनि बनाउनुहुन्छ? हामी नाउहरू बनाउँछौँ। हजुर, अनि यो पेनहरू राख्ने अनि गेमहरू पनि बनाउँथेँ मैले। अब कस्तो छ भने यो मौसमले गर्दा पनि होइन, अब पानी परिरहेको छ होइन, कहिले अब धुम्मेको बेला फेरि यो यस्तोमा यो भनौँ न यस्तो भुवाहरू ढुसी पर्छ। हजुर, अनि मौसमलाई हेरेर होइन, मौसम राम्रो छ भने चाहिँ त्यो सबैतिर गर्छ। भनेपछि त जस 100 रुपियाँदेखि 300-400सम्म पनि जान्छ। कस्तो मान्छेले लानुहुन्छ यो तपाईँहरूको जुन यो बाँसको बेम्बोको सामानहरू चाहिँ? कस्तो भन्छ अब कतिको त अब 100को भावनाले पनि, हजुर, कतिले अब भनौँ न कतिलाई त अब मन पनि पर्छ सजाउनुको लागि, जस गिफ्ट कसैलाई गिफ्ट मागेको चिनो दिनुको लागि अब त्यस्तै अनि तपाईँले पहिला जुन ठाउँमा काम गर्नुहुन्थ्यो होइन, त्यो ठाउँमा काम गर्दाखेरि चाहिँ कति पारिश्रमिक हुन्थ्यो? मैले त सुरुमा 27 महिनाको 27 गरेको 4 वर्ष जस्तो गर्दा जस 8,000 जस्तो 4 वर्षसम्ममा काम गर्दा। 8,000सम्म हुन्थ्यो। हजुर, त्यही हो भनौँ न रेडिमेड सामानले गर्दा हामी जस्तो अब रोजगारीलाई होइन रोजगार पाइन्छ हामी जस्तोले। त्यति गरेर सहजै त्यो जानेर पनि अब राम्रो छ भने अब भनेर अरू ठाउँतिर अब काम गर्न सकिँदैन। हो त्यही त, हातमा सिप भएर पनि बेरोजगार हुनुपर्ने अवस्था छ अहिले होइन। सबै यो चाइना इन्डियाको सामानले गर्दाखेरि होला यस्तो उत्पादनहरूमा कमी आएको छ नि भाइ। अब यो त अब मान्छेहरूले यस्तो हेर्छ होइन, अब बाँसको ठुलो बिग्रिन्छ यताउति, तर अब यसमा हाम्रो त्यो मेहनत हाम्रो अब भनौँ न एउटा जस अब हो मेहनत होइन, तपाईँहरूको मेहनत लागेको छ यहाँ होइन। यो त भनेको स्थानीय स्रोत पनि हो नि त होइन, सजिलो तरिकाले वातावरण अनुकूल पनि भयो होइन। अब प्लास्टिकको फुल मान्छेले मन पराउँछ त त्यसले कति हानि गर्छ नि त होइन भाइ। ठिक छ, उहाँले चाहिँ यसको फुलको पातहरू बनाउँदै हुनुहुँदैछ। दुईजना मात्रै हो तपाईँहरू? सिकाउनु भएको छ, सबैलाई सिकाउनु भएको छ? ए हजुर,
ए उहाँ चाहिँ अलिक कान सुन्नुहुन्न रहेछ, बोल्नु चाहिँ हुन्छ, कान सुन्नुहुन्न रहेछ। उहाँले होला सिकाउनु भएको तपाईँहरूलाई सबैलाई होइन? हजुर हजुर ए हजुर जस्तै अब तपाईँ यहाँ बस्नुभएको कति पो भयो भाइ? 15-16 वर्ष भइसक्यो है। सानोमा हुँदाखेरि 11-12 वर्षको उमेरमा ए तपाईँ 11-12 वर्षको हुँदा आउनुभएको? तपाईँ स्कुल पनि जानुहुन्थ्यो नि कि होइन पो? स्कुल जानु भएन? हजुर अलिकति गाह्रो पनि अब मान्छेले चाहिन्छ अलिक सानो उमेर पनि थिएँ। अब तपाईँको अभिभावकहरू बुवा आमा? अभिभावकहरू मेरो बुवासँग भेट भएको भर्खरै हो। ए कहाँ हुनुहुन्थ्यो? छोडेर जानुभएको छ कान्छी आमा लिएर। ए हजुर घर नै आएर भेटेँ उहाँ। पहिला त उल्लाबारीमा जन्माउँथ्यो मेरो। ए तपाईँ उर्लाबारीमा जन्मिनु भएको? माउलीमा जन्मेको। हजुर मावलामै बस्दै अनि पछि धरान आइसकेपछि चाहिँ बुवासँग भर्खर भेट भयो। त्यसपछि बुवाले अब कान्छी आमा हुनुहुन्छ, उतापट्टि नै छोराछोरी हुनुहुन्छ, त्यही त हो नि। अब मनमुटाव भइहाल्छ अनि त्यही भएर म त्यहाँ सस्तामा बस्छु। मेरो बहिनी छ एकजना मपट्टिको, चाहिँ उता मावलामै बस्नुहुन्छ। ए मामाईसँग है। अनि बुवालाई भेट्दाखेरि फर्स्ट भेटमा के भन्नुभयो बुवाले? चिन्नु त भयो नि? सुरुमा त चिन्नु अलिक गाह्रो भयो। सुरुमा त मलाई भतिज ए भतिज भन्नुभयो? ए पछिबाट बोजूले चिनाइदिनु भयो। ए बोजूले धेरै वर्षमा भेट भएर नथ्यो। कति वर्षपछि भेट भएको थियो? जन्मी त छोडिसक्नु भएको थियो? जन्मिएपछि? म जन्मिएपछि भन्नाले म जस काखमै हुँदाखेरि छोड्नु। ए जस मेरो ज्ञान आएको थिएन। ज्ञान थिएन? अनि यहाँ आएर पनि 16-17 वर्षको उमेर भयो। 17 वर्षपछि बुवा भेट्नु? तपाईँ 17 वर्षको भएपछि मात्रै बुवा भेट्नुभयो? ए अनि पहिला सुरुमा भेट्दा भतिज भन्नुभएको थियो? ए हजुर। अनि बजुले अनि तिम्रो छोरा भन्दाखेरि चाहिँ के भन्नुभयो बाबाले? र अब नदेखेको सानोमा देखेको त्यत्रो ठुलो भयो एकासी अब यस भन्नु न अर्कै अब बुवालाई पनि त पीडा भयो होला होइन? छोरालाई भेट्दाखेरि यत्रो वर्ष भन्न सक्दैन। त्यस्तो हुने भएको छोडेर पनि सायद जानु हुन्न थियो होला। त्यो पनि हो, छोड्नु पनि हुन्न थियो होइन? माउलोमा छोडेर। ए आमा चाहिँ? आमा पनि माउलोमा हुनुहुन्छ नि? ए ए ए भनेपछि त तपाईँको कथा त है सानोदेखि नै तर स्ट्रङ हुनुहुँदो रहेछ तपाईँ एकदम होइन? एकदम बलियो हुन्छ, आत्मबल बलियो हुनुहुँदो रहेछ क्या। तपाईँबाट धेरैले सिक्नुपर्ने रहेछ कि भाइ, धेरैले सिक्नुपर्छ यस्तो कन्डिसन, यस्तो अवस्थामा पनि होइन? जुन पारिवारिक विचलन भन्छ नि होइन? बुवा कता आमा कता होइन? शारीरिक रूपमा यस्तो भएर पनि तपाईँ स्ट्रङ भएर बलियो भएर आफ्नो सिप गरिराख्नु भएको छ कि। ल अरू युवाहरूलाई तपाईँले के भन्नुहुन्छ? किनभने कति युवाहरू हेर्नुहोस् क्यारम बोर्ड खेलेर, लुडो खेलेर, तास खेलेर होइन समय त्यत्तिकै हावा हल्ला गर्दै बिताइरहेका छन् नि त। अब बाँचिन्जेलसम्म अरूको आसमा बस्नुभन्दा पनि आफूले नै गरेर अब राम्रो। अब म अलिकति त्यति बोल्नु पनि होइन ठिक होइन, बोल्नु पनि मजाले बोल्नु हुँदो रहेछ। पक्कै पनि अर्काको आसमा बाँच्नु हुँदैन होइन? आफू बाँचिन्जेल सास बहिन्जेलसम्म आफैले गर्नु भन्न चाहनुहुन्छ। सास बहिन्जेलसम्म लड्नुपर्छ भन्न चाहनुहुन्छ होइन? एकदम उहाँबाट चाहिँ हजुरको एकताल फेरि नाम भन्नुहोस् न। मेरो मिलन लिम्बू, धरान 11, हाल चाहिँ छाताचोक पुनर्स्थापना केन्द्रमा हुनुहुन्छ होइन? अनि अब यत्रो 15 वर्ष बस्नुभयो होइन? अन्त्यमा भीम दाईको दुःखद निधन भएको छ होइन? यहाँको सञ्चालकको के छ अहिले चाहिँ अवस्था कस्तो भइरहेको छ यो पुनर्स्थापना केन्द्रमा? सहयोग कतिको आइरहेको छ? आवश्यकता कतिको छ? के छ? अब आवश्यकता
धेरै नै परिहाल्छ किनभने अब मेन मान्छे सबै अब उहाँसँग भएर अब मान्छेहरूसँग कसरी आदान प्रदान गर्ने मान्छेहरूलाई सहयोग कसरी जुटाउने कसरी अब अहिलेको भनेको अब गर्दै हुन्छ आन्टीहरूले त्यो पनि अब उहाँ जतिको अब गरे जस्तो चाहिँ अलिकति छैन त्यो पनि सरसहयोगहरूले सम्झेर आइदिइराख्नु भएको छ आउँदै हुन्छ सहयोगी हातहरूलाई चाहिँ एकदमै धन्यवाद। मेरो नाम चाहिँ मिलन लिम्बू हो। म चाहिँ छाता चोक पुनर्स्थापन गृहमा बस्छु। यहाँनिर चाहिँ जस सहयोग गर्ने सहयोगी हातहरूलाई म चाहिँ एकदमै अनुरोध गर्न चाहन्छु उहाँहरू जस सम्झेर आइदिनुहुन्छ त्यो पनि नबिर्सिदिनु होला। अब हामीहरू अब अलिकति पीडामै छौँ। यहाँको अब जुन सर हुन्छ उहाँ पनि हुनुहुन्न त्यस तपाईँहरूलाई चाहिँ एकदमै अनुरोध आइदिनु होला। हामी सबै जस्तो सबैजनालाई माया गरिदिनु होला। हामी अब यहाँ 28-29जना जस्तो छौँ। उहाँको अब कसैको आफन्त छैन, कसैको आमा बाउ छैन, कसै अब हामी जस्तै अपाङ्ग छौँ, कोही अशक्त छन्। उहाँलाई जस सम्झेर आइदिनु होला एकदम अनुरोध। धन्यवाद मिलन भाइ धेरै धेरै। साथीहरू यहाँ चाहिँ मिलन लिम्बू भाइ हुनुहुन्छ। उहाँ जस्तै 20-22जना चाहिँ यहाँ आश्रय लिएर बस्नुभएको छ यो पुनर्स्थापना केन्द्रमा। यो पुनर्स्थापना गृह धरान छाताचोकमा रहेको छ र यहाँको सञ्चालक भीम दाइ चाहिँ केही समय अगाडि उहाँको देहान्त भइसकेपछि यसलाई कसरी सञ्चालन गर्ने के हुन्छ होला यसको अवस्था भनेर धेरैले चासो चिन्ता गर्नुभएको थियो र यहाँ आश्रय लिएर बसिराख्नुभएका भाइ बहिनी र अन्य महिला दिदीबहिनीहरू ज्येष्ठहरू पनि हुनुहुन्छ केही र उहाँहरूलाई चाहिँ उहाँकै श्रीमतीहरूले साथ दिइराख्नु भएको छ। सहयोगहरू सङ्घ संस्थाहरूबाट सहयोगहरू आइरहेको छ। तथापि भाइले भने जस्तो पहिलाको जति चाहिँ सञ्चालक जुन भीम दाइ हुनुहुन्थ्यो सर हुनुहुन्थ्यो उहाँ जतिको माया नमारिदिनु होला, उहाँहरूलाई सहयोग गरिदिनु होला, सहयोग साथ दिनु होला। किनभने तपाईँहरूले सानो थोरै थोरै गरेको सहयोगले गर्दाखेरि यहाँ बस्ने भाइ बहिनीहरूले धेरै राहत पाउने छ। यहाँ यसरी चाहिँ बाहिर चाहिँ उहाँहरूले यो बेच्नको लागि बाँसको जुन फुलहरू रहेको छ यति सुन्दर सुन्दर फुलहरू चाहिँ यसरी उहाँहरूले बिक्री गर्नको लागि राख्नु भएको छ। दिनमा कति जान्छ बहिनी? कहिले जान्छ कहिले जाँदैन तर दिनमा 2-4 वटा त जान्छ होला। त्यस्तै कहिलेकाहीँ त्यस्तै हुन्छ। सबैले स्थानीय उत्पादन र यो हातबाट बनेको सामानहरू रहेको छ र यो स्थानीय उत्पादनलाई सबैले माया गरिदिनुपर्छ र सबैले सहयोग साथ दिनुपर्छ। यो उहाँहरूको व्यापार मात्रै नभएर यसले एउटा राम्रो चाहिँ भनौँ न यसबाट आउने आम्दानीबाट चाहिँ यहाँका बालबालिकाहरू यहाँका केटाकेटीहरू र यहाँका वृद्ध महिलाहरू चाहिँ योबाट आएको आम्दानीले चाहिँ उहाँहरूले रासनमा खर्च गर्नुहुने रहेछ। त्यसले गर्दाखेरि यो ठाउँमा आएर तपाईँहरू सहयोग किनेर सहयोग गरिदिनु हुनको लागि पनि हार्दिक अनुरोध गर्दछु।